हेलो साथीहरू, यो चाहिँ मेरो कुखुराको खोर बन्दैछ। यो चाहिँ यस्तो तरिकाको छ, हेर्नुहोस्। यसो मिस्त्री नबने पनि यसो काम चलाउ मिस्त्री त बन्नु पर्यो घरमा, त्यत्तिकै बस्नुभन्दा। यो चाहिँ माथि तल दुई ठाउँमा बस्ने हिसाबले बनाएको हो। आफूसँग सामान त केही छैन बनाउने। मेरो सामानहरू चाहिँ यही हो, एउटा हाँसी, यो सानो आरा, यो पक्कड यस्तो छ, अनि यो फिता नाप्ने हल्का फुल्का नआए पनि यसो मिस्त्री जस्तो त बन्नु पर्यो है। यो बन्छ र यही हो। अनि यो पिलास हतौडा, हतौडा कि पिलास हो, यस्तै हो है साथी। यसरी यही सामग्रीले चाहिँ मैले बिस्तारी यस्तो बनाएँ है साथीहरू। यो चाहिँ आज लगाएर 2 दिन हुन्छ, सायद आज भोलिसम्म चाहिँ तयार हुन्छ होला है साथीहरू। म चाहिँ भोलि देखाउँछु तपाईँहरूलाई कस्तो बन्यो भनेर है। जाली लगाउने कार्यक्रम पनि सक्यो फाइनली। यस्तो तालले जाली लगाएको छु। अब यसो वरिपरि सब जाली लगाएर सकियो आज फाइनली गाइज। यस्तो देख्छ जाली लगाएपछि चाहिँ फाइनली गाइज। अब ढोका र माथिको काम छ साथीहरू। अब चाहिँ अब यो भएपछि अर्को भिडियोमा देखाउँछु है। फाइनली गाइज हाम्रो कुखुराको खोर चाहिँ तयार भइसकेको छ। फाइनली अब ढोका सोका लगाइयो, छट्टा लगाएर तालासाला लगाउने बनाएको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यसरी बनाएको छ। यसको भित्र हेर्छु, भित्र चाहिँ यसको यस्तो बनाएको छ है। भित्र यस्तो छ कुखुरा। अब कतिवटा हट्ला त यो माथिको भयो। यो चाहिँ तलको यस्तो बनेको छ साथीहरू। परबाट चाहिँ यस्तो छ है साथीहरू, यस्तो देखिन्छ। यस्तो छ, तालासाला लगाउने सिस्टम पनि भइएको छ। हल्का फुल्का नआए पनि घरमा बसिराख्दा यतिको बन्दा पनि धेरै हो साथीहरू। ट्याक्क जाली साली लगाए। अब कुखुरा पनि अलिअलि थियो, त्यो पनि राखिसकेको छ है गाईहरू। हाम्रो कुखुराहरू यत्रो भएको छ अहिले। अब चाहिँ यसपछि चाहिँ पछि अलिक बढाउँदै जाने हो। अहिले चाहिँ यति नै छ है। यस्तो भएको छ है गाई, जाली साली लगाएर च्याट्ट भएपछि यस्तो भएको छ। यस्तो छ है साथीहरू। तल चाहिँ यस्तो छ, यस्तो भएको छ। त्यतिकै बसिराख्नुभन्दा यसो मिस्त्रीलाई गरेको भए त मिस्त्रीले यही बनाएको कति लिन्थ्यो, त्योभन्दा बरु काम चलाउ आफैले बनायो। यस्तो भएको छ। यस्तै यो चाहिँ सेफ्टी टङ्की हो है साथीहरू। यसमा चाहिँ अहिले फिलहाल तयार भएको छैन, बिस्तारै भइहाल्छ। पानी आफै आउँछ तलबाट, त्यही भएर यो मोटरले बाहिर पानी फालेको छ अहिले। तलबाट फेरि पनि पानी आउन छोडेको छैन, त्यही भएर काम रोकेको छ है साथीहरू। यस्तो छ, तयार भइसक्यो हाम्रो कुखुराको है साथीहरू। ल अब नेक्स्ट भिडियोमा भेटौँला है साथीहरू। कुखुरा यति नै छ। यो चाहिँ हाम्रो गिरिराज भन्छ है यो कुखुरालाई चाहिँ।